हेलो भाइ नमस्ते एभ्रिवान गाइज। आज चाहिँ एकदम हतारमा गयो होइन, बिहान उठेर चाहिँ त्यस्तो ध्यान दिनै पाएन यताउति कुरामा। अनि कलेज गएपछि म त एकदम सिन्सियर विद्यार्थी हो नि त, पढाइमा एकदम फोकस। अनि त्यो भएर चाहिँ अनि कलेजमा नि खासै फोन निकालिएन, भिडियो सिडियो पनि गरिएन होइन। अहिले अनि घर आएपछि बनाउला भन्ने सोचिरहेको थिएँ। घर आएपछि पसलै बिजी भयो कि, पछि मेरो तेल मिल हो होइन, उतापट्टि एग्रो केमिकल्सहरूको पसल पनि छ हाम्रो, तेल मिल चाहिँ यतापट्टि छ। त्यो भएर आज चाहिँ कन्टेन्टै भइरहेन कि गाई। तर अब हेरौँ एकछिनपछि के हुन्छ, के राम्रो कन्टेन्ट आयो भने यसलाई एडअप गर्दै गएर आज पनि डेली एउटा भ्लग गर्ने भन्ने हाम्रो चाहिँ जुन एउटा अथोट छ नि त होइन, त्यसलाई चाहिँ पुरा गर्ने एकदम आई विल ट्राई माई बेस्ट। त्यही हो गाइज है, केही न केही त आउँछ, केही न केही भुक्का भयो नि आउँछ, केही न केही बवाल नभयो नि ल्याउँ। के हो भाइ, के ल्यायो? यहाँ हाम्रो भाइले के भाइ म धेरै बोल्यो र थाक्यो भने सोच्यो कि त्यो भएर प्यान्टा अन्त यो कुनै चिजको प्रमोसन चाहिँ होइन, तर यो जुन यो रातो कलरको पानी मलाई एकदम मनपर्छ। खाना चाहिँ हुँदैन गाई, त्यसमा एकदम सुगर धेरै हुन्छ, तर हाम्रो सुगर जस्तो स्विट भाइले ल्याइसकेपछि खानै पर्दैन नि भाइ। भाइ मेरो लागि हो यो? हजुर। तिमीले खायो? मैले खाएर नि हजुरलाई नै बोलाएको, तपाईँ आउनु भएन नि, मैले मेरो भाइ लास्टमा आएको छ नि त। भाइको नाम चाहिँ दिपेश पाण्डे। भाइ एकदम अहिले +2 पढ्दैछ, एकदम मेहनती विद्यार्थी। अब भाइ ल्याएको यो रातो कलरको झोल कसरी चाहिँ खाइहेरौँ है त। दामी हो त भाइ। त्यो पानी थप्या हो र? होइन नि, हावा चाहिँ पानी थप्या त टेस्ट आएन, त्यो अघि नै खोला भएर हावा उड्यो होइन। ल भाइ अहिले कन्टेन्ट बनाउनु पर्छ है, अहिले केही न केही कन्टेन्ट हुन्छ नि। ल चियर्स। ग्लास ल्याउ त। ल खाना भनेपछि त कहाँ पछि हाम्रो नेपालीहरू ग्लास लिएर आउनु भाइ भनेको त यही ग्लास लिएर तु दौडेर आइसक्यो। एउटा मात्रै है, म त बोतलबाट गरिहाल्छु नि। भाइ लिएर ल, उयो बढी गयो क्या तिमीलाई? ठिक छ ल, फेरि ल चियर्स। के लाग्नु दामी मिठो यार। ठिक छ भाइ, गुलियो है। अहिले खा भन्दा अहिले मिठो भन्दैछ। आम्मा लाज गवाएर चाहिँ नि भाइ, केटीहरूलाई त ठरै हो, केटीहरू त ठरै यो भाइ त गफ दिदी ठरै हो केटीहरूलाई त। के छ भाइ अनि? ठिक छ, अहिले खा चिनी पानी घाँस जाँदै अहिले फेन्टा खा जस्तो भयो, तपाईँ सब बसेर खाँदा एकदम दाजुभाइको माया होला यो होइन कि तिम्रो गफ हो? होइन, माया माया नै हो। ल ठिक छ। गाइज लास्ट बोरिङ डे, असल बस्दा अब गर्दालाई नि केही छैन, एकदमै आज सोलो लाइफ फ्यामिली लाइफ जस्तो भइसक्यो। कहाँ भाइ ओए हाम्रो गल्ली क्रिकेटको च्याम्पियन मैदान जानलाई रेडी हो बाबु? नेपाल क्रिकेट साठी फास्ट बलिङ स्पिडको मान्छे हो। ओए मैदान जानलाई रेडी हो? मैदानमा खै मैदान जानलाई के ल्याऊ सामान देखाउ त। ब्याट्री स्टेम भयो, पुगिहाल्यो हामीलाई के चाहियो। अनि बल अर्को हाम्रो चापागाई तिमी खेल्न जान्ला हो र? पसललाई गर्नु पर्छ, तै पनि म खेल्दै आउँदै गर्छु। खेलिदिनु पर्छ कि क्या मनी गएर? ल गाइस, हाम्रो युवा खेलाडीहरूको रिक्वेस्टमा, हाम्रो भाइहरूको रिक्वेस्टमा म पनि अब गल्ली क्रिकेट खेल्न जान्छु। र आजको ब्लग गल्ली क्रिकेट विशेष हुनेछ। तपाईँहरू सबैजना आज गल्ली क्रिकेटको मजा लिनु होला। अब यो क्लिप पछि यु गाइज विल फलो गल्ली क्रिकेट एट खैरेनी एट खोर्सा चितवन। स्टे ट्युन गाइज, एउटा स्टे ट्युन होइन त? ल हाम्रो खेलाडीहरू रेडी छ अब। सब्सक्राइब ल ठिक छ। ल यति बेला चाहिँ हामी भविष्यको खेलाडी अबको 15 वर्षपछि नेसनल अन्डर 19 प्लेयरसँग म छु। बाबु हाई भनिदेऊ नि त, यहाँ चुप्पा देऊ नि त मलाई है। म को दादा हो? ल अब हामी चाहिँ हाम्रो मैदान यही हो, खैरेनी अन्तर्राष्ट्रिय रङ्गशाला। यहाँ हाम्रो खेलाडीहरू रेडी भइसकेको छ। ल अब म तपाईँहरूलाई गेमको नि केही क्लिप्स, तपाईँहरूलाई गेमको पनि देखाउँछु है, म गेमको नि केही क्लिप्सहरू देखाउँछु है गाइस। ल
फाला फाला ओ यस यस ल बाबुले ब्याटिङ गर्छ बाबुले ल ब्याटिङ गर्दा ल ल ल यता यता ला आउट 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 आज धरेलाई बोल्ड पुढचं स्टेम के लाग्छ गाइस तपाईँहरूलाई के भाइले आउट पार्न सक्छ मलाई हेर्दै त कतिहरूसम्म आउट पार्दैछ हेरौँला नि ओइ दामी दामी नयाँ त भिडियो पनि बनाउनु पहिला हेलो ओइ पागल ल गाइस यो भाइको च्यालेन्ज थियो आज मलाई आउट पार्छु भनेर भाइले कति 5-7 ओभर जति बलिङ गर्यो होइन तर मलाई आउट पार्न सकेन आज आउट पार्न सकेन रात परिसक्यो अहिले चाहिँ हेर्नु हाम्रो यहाँ बत्ती सत्ती सबै छ हाम्रो स्टेडियममा बत्तीको व्यवस्था नभएर तर समस्या के पर्यो त भन्दाखेरि लास्टमा एउटा बल्यो भाइको मैले हिट हान्दाखेरि बाहिर अर्को स्टेडियममा पुग्यो त्यो अर्को स्टेडियम पुग्यो बल फिर्ता आउँदैन गाइस त्यही भएर अब भोलि चाहिँ हामी फेरि अर्को बल लिएर आउने भाइ अनि भोलि चाहिँ आउट पार्ने होला नि भोलि फेरि हाम्रो मेरो र भाइको च्यालेन्ज लिएर आउँछौँ र भोलि यदि भाइले मलाई आउट पार्यो भने त्यसपछि भाइको ब्याटिङ मेरो बलिङ त्यसको च्यालेन्ज पनि लिएर आउँछु गाइस स्टे ट्युन आजको लागि गुड नाइट